चिसो मौसममा आज तपाईहरुलाई एकदमै सिम्पल तर घरभरि सुगन्ध फैलिने माछाको झोल बनाएर देखाउँदैछु। नमस्ते साथीहरु, आउनुस् है मसँग माछाको झोल बनाऊ। सबैभन्दा पहिले चाहिँ माछालाई मैले यसरी पाटामा खनाए। त्यसपछि यसलाई राम्रोसँग 2-3 चोटी मैले पखालिसकेपछि यो यतिको सफा भएको थियो। त्यसपछि यसमा थोरै नुन हाले, त्यसपछि थोरै जिरा धनियाको पाउडर, त्यसपछि थोरै मात्रामा बेसार, त्यसपछि सफा हातले राम्रोसँग मोलो होला। मलाई त मोलिसकेपछि पो याद आइरहेको मैले त कागती नै हालेको थिएन। त्यसपछि फेरि मैले कागती हाले। यसमा कागती हाल्यो भने चाहिँ यसमा नटासिने प्रोबेबिलिटी अलि बढी हुँदो रहेछ। कागती हालेपछि मैले यसलाई फेरि राम्रोसँग मोलिसकेपछि मैले 5 मिनेट छोडे त्यतिकै। ल अब कराई बसालौं है। कराई बसालेर तातिसकेपछि मैले त्यसमा सनफ्लावर तेल हाले। सनफ्लावर तेल तातिसकेपछि मैले माछालाई यसरी हाले। तेल त नि के साह्रो तातो थियो कि हेर न, हाल्ने बित्तिकै ज्वाइँ गरेर धन्नै नपोलेको हो मेरो हात। अब के गर्नु, मिठो खान अलिकति दुःख पनि गर्नु परिहाल्यो। त्यसरी माछा हालिसकेपछि केही समयको लागि नचलाइकन राख्नु होला। चलायो भने चाहिँ टुक्रिने सम्भावना हुँदो रहेछ। केही समयपछि यसरी डिप फ्राई हुने गरेर फ्राई गर्नुपर्छ। डिप फ्राई भएर रातो रातो भइसक्यो निकाल्नुपर्छ। तर कागती मोलिसकेपछि टाँसिदिनु भनेको सुनेको थिएँ, तर यहाँ त त्यस्तो भएको छैन। यहाँ त जन्मों के साथ हम साथ साथ है भएको छ। यतिको रातो भएपछि हामीले निकाल्नुपर्छ। मैले चाहिँ यसलाई सबैभन्दा लास्टमा फ्राई गरेँ, मलाई किनभने यो अलिकति डर लाग्छ क्या। यसलाई पनि त्यसरी नर्मली फ्राई गरेर निकालेर राख्ने हो। ल अब माछाको झोल बनाऊ है। त्यही फ्राई गरेको कराईलाई फेरि तताई सबै तेल निकालेर त्यसपछि यसमा फेरि नयाँ सनफ्लावर तेल हाले। पुरानो हाल्यो भने चाहिँ अलिकति स्मेल आउँछ। तेल तातिन्जेलसम्म आउनुहोस् है। ग्रेभीको लागि सामान रेडी पारौँ। यो मिक्सरको भाँडामा चाहिँ मैले टमाटर अथवा लसुन, सुकेको खुर्सानी, सर्स्यो हालेको छु। त्यसपछि थोरै पानी हालेर मिक्सरमा ग्राइन्ड गरौँ होला। मिक्सरमा ग्राइन्ड गरेपछि यस्तो लुक्स हुन्छ। त्यसपछि अब थोरै प्याज काटौँ। अब हाम्रो यो तेल पनि तातिसकेको छ। थोरै जिरा हालेर फुराउँ। त्यसपछि अघि काटेर राखेको प्याजलाई हालौँ। त्यसले एकैछिन राम्रोसँग चलाएर पकाउँ। त्यसपछि अघि हामीले मिक्सरमा ग्राइन्ड गरेको ग्रेभी हालौँ। ग्रेभी हालेपछि यसलाई राम्रोसँग चलाउँ। त्यसपछि यसमा मिक्स मसला हालौँ। त्यसपछि स्वाद अनुसारको नुन, त्यसपछि थोरै बेसार हालौँ होला। त्यसपछि जिरा धनियाको पाउडर, त्यसपछि राम्रोसँग मिक्स हुने गरेर चलाउनु होला। यसरी राम्ररी चलाइसकेपछि 5 मिनेटपछि यसरी माथि तेलहरू आउँछ। यसरी तेलहरू आइसकेपछि यसमा कागती हाल्नु होला। यसमा चाहिँ कागती सकेसम्म टन्नै हाल्नु होला। यसरी कागती हालेपछि राम्रोसँग चलाउनु होला। चलिसकेपछि हजुरलाई कति झोल चाहिन्छ त्यही अनुसारले पानी हाल्नु होला। पानी हालेको केही बेरपछि त्यहाँ धनिया हालिदिनु होला। धनिया हालेपछि मस्त उम्लिन छोडिदिनु होला। मजाले उम्लेपछि अघि नै राखेको फ्राई माछालाई त्यो झोलमा हालिदिनु होला। सबै माछा हालिसकेपछि फेरि पनि त्यसमाथि धनियाले गार्निस गरिदिनु होला। त्यसपछि 1 मिनेट मात्र त्यो झोललाई पकाउनु होला। इफ हजुरहरूलाई क्रन्ची माछा मनपर्छ भने, इफ हजुरहरूलाई गलेको खाले मनपर्छ भने चाहिँ केही मिनट उमाल्नु होला। ल हेर्नुहोस्, हेर्दै खाउँ लाग्ने जाडो महिनामा एकदम मिठो माछाको झोल यसरी रेडी हुन्छ। हेर्दा पनि आकर्षित, खाँदा पनि एकदमै मिठो माछाको झोल। तपाईहरु पनि घरमा एकचोटि ट्राई गर्नुहोस्, पक्कै पनि हजुरहरूलाई मिठो लाग्नेछ। मलाई चाहिँ यो माछाको झोल एकदमै मिठो लागेको छ। हजुरहरूलाई चिसो मौसममा तातो माछाको झोल खान मन पर्यो भने यो रेसिपी ट्राई गरिदिनु होला।